पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यबिन्दु स्थित चोरमारामा रहेको गिरुबारी खोलामा सोमबार राति ओभरलोड सवारीको कारण यो पुल भासिएको छ। पुल भासिएपछि अहिले यातायात सेवा अवरुद्ध भएको छ। यद्यपि प्रशासनले यातायात सेवा सञ्चालनका लागि वैकल्पिक मार्ग भएर यात्रुवाहक र साना सवारी सञ्चालन गरिरहेको छ। करिब 2 महिना अगाडि पनि पूर्वी नवलपरासीकै विनय त्रिवेणीमा विनय खोलामा ओभरलोडको कारण यस्तै पुल खसिएको थियो, जुन पुल अहिलेसम्म पनि निर्माण हुन सकेको छैन। यहाँ पनि डाइभर्सनबाट यातायात सञ्चालन भइरहेको छ। यो चाहिँ यता दुङ्कीबासमा भाइचियो, यता लोकाखोला भाइचियो, अहिले यहाँ भाइचियो। यो सबै सरकारको कमी कमजोरी हो। यसलाई बेलैमा चाहिँ होस पुर्याएको भए यस्तो हुन्थेन होला सायद। के गर्नु पर्न्थ्यो? यसलाई बेलैमा होस पुर्याउनु पर्थ्यो, सरकारले हेर्नुपर्ने थियो कहाँ के भइरहेछ, कहाँ अब कुन एक्सपायर भइरहेछ, त्यो अब हेर्नुपर्ने थियो। अब यो गए राति चाहिँ यो पुलको यो बिचको स्पान चाहिँ अलिकति दबेपछि यसमा चाहिँ यातायात सञ्चालनमा हामीले रोक लगाएका छौँ र तत्कालै चाहिँ यो रातिबाट चाहिँ यसको पुलको तलबाट डाउनस्ट्रिम साइडबाट चाहिँ एउटा डाइभर्सन तुरुन्तै चालु गरेको छ। साना सवारी र बसहरूलाई त्यताबाट डाइभर्सनबाट चाहिँ हिजै नै सञ्चालन गरिएको र अलिकति छोटो भरपर्दो किसिमको अर्को डाइभर्सन चाहिँ हामी माथिको भागबाट अहिले निर्माण गर्दैछौँ र यो साथसाथै यातायात पनि सञ्चालन भइरहेको देख्न सक्नुहुन्छ र यसलाई पनि साँझसम्ममा चाहिँ एउटा ठाउँ अलिकति अप्ठ्यारो ठाउँ छ, त्यो ठाउँलाई चाहिँ दुईतर्फी बनाउन चाहिँ हामीले सोचेर त्यहाँ चाहिँ गाडी सञ्चालन गर्ने विचार